मनपर्ने राजा त्यो पोर्पालाई मारेनन्, वीरेन्द्र मारेनन्। हजुर हजुर हो ती राजा सबैले हेरचाह गर्ने, यता अन्त चिया बगान घुम्ने, गरिब दुखीलाई हेर्ने ती राजा मरेपछि सक्यो नानी सबै कुरा। राजा हुँदाको राम्रो नि नानी, सबै कुरा राम्रो। राजा हुँदा त राम्रो त अहिले के राम्रो छ र? देश भाँडिएको छ। प्यान पनि लाएर हिँड्छन् केटीहरूले नि। लोग्ने मान्छेको प्यान लाएर हिँडे, क्याप टोपी लाएर हिँडे, त्यो भाषा के राम्रो र? अब यो सबै देखाउँछन्, नाइटो साइटो देखाएर हिँड्छन्। यस्तो चाहिँ राम्रो लाग्दैन। त्यस्तो राम्रो लाग्दैन। राम्रो सपक्क पारेर हिँडे भने मलाई हाम्रो मनपर्छ। किँदै मात्रै पढेको थिएन। हिमालय चुरी त पल्लोपट्टि रुसुको सर्लङ्गाई, चोलियै फाटे दर्जीले सिउँछ, मन फाटे भर्लङ्गाई। त्यही हो हाम्रो गीत। त्यतिखेर गाउने। त्यतिखेर गाउने। उकालीमा जाँदा जाँदा टेक्ने लौरो बाङ्गो, आमा देख्छन् बोका टेक्का, बाबु देख्छन् नाङ्गो। बेलुका आएर बुढाहरूले डडेलमा खुस्कै हाल्थे, नभए गाईको भुँडी हेर्न थालिहाल्थे। भुँडी हेरेर गाली गर्थे। नमस्कार दर्शकवृन्द, आज मसँग यस्तै एकजना वृद्ध आमा हुनुहुन्छ जसले जीवनमा गर्नुभएका सङ्घर्षहरूको बारेमा तिता मिठा कुराकानीहरू लिएर उपस्थित भइसकेको छु। म आशिष शाह ठकुरी र यो पुरा भिडियो हेरेर आजको भिडियो कस्तो लाग्छ कमेन्ट गर्नुहोला। आमा नमस्कार। भाग्यमानी हुनु। आमाको नाम भनिदिनु न। मेरो नाम धनमाया खरेल। धनमाया खरेल। धनमाया खरेल। कति वर्ष पुग्नुभयो आमा? म 81 वर्ष पुगेँ नानी अहिले। 81 वर्ष पुग्नु। 81 वर्ष पुगेँ। अनि 81 वर्ष आइरहँदाखेरि पहिला तपाईँहरू बालबच्चा हुँदाखेरि अनि अहिलेको समयमा के फरक पाउनुहुन्छ? पहिला तपाईँहरू सानो हुँदा भनौँ न, केटाकेटी हुँदा, अहिले तपाईँका नाति पनाति केटाकेटी हुँदा के फरक भए? नानी अहिले त अब के भन्नु र, अब धेरै अब समयले गर्दाखेरि धेरै फरक भयो नि। अब अहिले बढे हुर्के होइन। अब अघि यस्तो हुन्थ्यो, दुःख पाइएको थियो, लेख ब्यासी गरिन्थ्यो, उँधो र उँभो बेलुका घर जाइन्थ्यो, उकालो र ओह्रालो हिँड्नु पर्थ्यो, दुःख पाइयो। बिहान जुरुक्क उठ्यो, दैलो अँग्नो गऱ्यो, बुढाका गोडा धुन पुग्यो, पहिले गोडा धोएर पानी खायो। जस्तै भनिरहँदाखेरि तपाईँ अहिले 83 वर्षको उमेर पुग्नुभयो। यतिखेरसम्म आइपुग्दाखेरि तपाईँलाई केही रोग सोग शरीर दुख्ने छ कि छैन? मलाई केही छैन नानी। यसको एउटा पायसको बिमार छ, अनि प्रेसर हाई छ। अहिले अब गरिरहेको छु म, अब जे पनि गर्छु। अहिले नाति छ सानो होइन। अब सँगै देखिरहँदा पनि दर्शकवृन्द 83 वर्षको उमेरमा मभन्दा छिटो र फुर्तिलो हुनुहुन्छ आमा। मभन्दा छिटो हिँड्न सक्नुहुन्छ आमा। यो जोस कसरी आउँछ आमा? यो 83 वर्षको उमेरमा पनि यस्तो फुर्तिलो शरीर कसरी बनाउन सकिँदो रहेछ? अब नानी त्यस्तै हो। अब खै सकिएको छ अहिले। अब बेलुका भात खाना पनि बनाउँछु, नातिलाई स्कुल पठाउँछु, बुहारी विदेशमा, अब मै छु गर्ने, छोरो हरिकुल स्कुलमा छ अहिले, ऊ पनि गर्छ। अनि म पनि अहिलेसम्म चाहिँ गरिरहेको छु। तपाईँको जन्म कहाँ भयो आमा? मेरो जन्म खोला गाउँ। खोला गाउँ भनेको इलाम? इलाम खोला गाउँ हो। हजुर। म पाँर खड्काकी छोरी हुँ। हजुर। कतिजना छोराछोरी हुनुहुन्थ्यो तपाईँहरू? हामी दिदी बहिनीकी छोराछोरी। दिदी बहिनीकी छोराछोरी भन्नु नानीले। सबैजना दिदी बहिनी तपाईँहरू कतिजना दिदी बहिनी, कतिजना दाजुभाइ? दाजुभाइ 1 जना, दिदी बहिनी 3 जना। अहिले म एउटा छु। दिदी बहिनी सबै अब मरे। हजुर। कोही छैन अहिले, म मात्रै छु। तपाईँ मात्रै हुनुहुन्छ? तपाईँ कान्छी हुनुहुन्थ्यो? म जेठी। हजुर। अनि मेरा बहिनी पनि बिती। हजुर। दोडी बहिनीहरू बिते। हजुर। मेरा दाजु अब इन्डिया कहाँ छन् भेट पनि भएको छैन। त्यस्तै रहेछ। आमा हुन्जेल भेट हुँदो रहेछ, आमाबाउका सेकापछि भेट हुँदो रहेनछ। त्यस्तै रहेछ नानी। अब जस्तै पहिला तपाईँहरूको उमेरमा त सानै उमेरमा बिहे गर्थे अरे? 14 वर्षको उमेरमा बिहे गरेको। हजुर। अनि अब 3 वर्षमा घर पठाउँथे। घरमा त्यस्तै दुःख हुन्थ्यो, भागेर पनि जाइन्थ्यो, नसकेर भागेर पनि माइत जाइन्थ्यो, लिएर आउँथे 2-3 दिनमा, फेरि जाइन्थ्यो। त्यतिखेरको बिहे हुन्छ नि, अहिले जस्तै यो बाजा गाजा अर्कै छ, अहिलेको समय अर्कै छ। त्यतिखेरको बिहे कस्तो हुन्थ्यो त्यो बताइदिनु न। हामीलाई संसारभरिबाट नेपाली दाजुभाइ दिदीबहिनीले हेरिरहनु भएको छ। त्यो पहिलेको बिहे जुन तपाईँहरूको समयमा बिहे कस्तो हुन्थ्यो? हाम्रो बिहेमा नानी तल चप्पल थिएनन्,
एउटा पेटीकोट पनि थिएन, चप्पल थिएन। 3वटा साडी लाउँथ्यौँ, 2टा चोला 3टा चोला लाउँथ्यौँ, 3टा बर्खा ओढाइन्थे। घोडाको चलन थियो, घोडामा हिँडाउँथे। अब अहिले कस्तो राम्रो चलन आयो। त्यस्तो चलनबाट हामी कति खुसी हुन्थ्यौँ होला हामी त्यति। 3टा साडी खप्टाएर लगाइदिन्थे। खप्टाएर 3 दिनसम्म बोक्नु पर्थ्यो हामीले। गर्मी अब गर्मीका समयमा गर्मी हुन्थ्यो हामीले पनि। 3 दिन 3टा साडी बोक्दा कस्तो हुन्थ्यो शरीर 14 वर्षको मान्छेको। अब अहिले आनन्द छ। बिहेको बेलामा दर्शकवृन्द त्यो समयमा आमाहरूको समयमा 3वटा साडी, 3वटा चोला र 3वटा बर्खा ओढाइदिन्थे त्यतिखेर। गहना चाहिँ पुरा हुन्थ्यो फेरि। ढुङ्ग्री मन्दी नौगेडी गोडामा कल्ली सबै हुन्थे। लुगा चाहिँ त्यस्तो हुन्थे, सेता लुगामा पो लान्थ्यो हामीले ढाकाका बर्की ओढाएर त्यतिखेर। डोली चढाउने भन्थे नि, डोली हुन्थ्यो कि हुन्थेन? डोली हुँदै हाम्रो पालामा थिएन नि, घोडामा लगाएको मलाई त। अरूका पालामा त डोली पनि हुन्थ्यो। 10 वर्षमा बिहे गर्थे, हामीले 14 वर्षमा बिहे गरेको। घोडामा हिँडाउँथे। घोडा चढ्न डर लाग्दैन थियो? कति डर लाग्दो। जेठाजीले समाउँदै पछाडि गएर समाउँदै ल्याउनुहुन्थ्यो। अनि घर रातभरिको निन्द्रा हुन्थ्यो। उज्यालो हुँदाहुँदै सकिन्थ्यो कार्य। बसै ढुङ्गेको ढुकै, बेहुली निदाई गरिन्थ्यो। त्यतिखेर बिहे राति पढ्ने चलन थियो। अनि अब यसो गएर बेहुलीलाई साह्रै निन्द्रा लागेको हुँदा सुतेको हुन्थ्यो। बिहान जुरुक अब सुतेको हुन्थ्यो। बेलुका भात खाना उठाउँदाखेरि कहाँ छ धारो, मुख धुन जानु पर्थ्यो। कहाँ छ भनेर कुट्यौँ। होइन धारो होइन, अब रात पऱ्यो, अब जानु हुँदैन, भोलि बिहान मात्रै हुन्छ उज्यालो, अनि धुनुपर्छ मुख भन्थे। मुख धुन पनि दिँदैन त्यतिखेर, बेलुका भयो भन्थे। अनि के गर्नु। जस्तै तपाईँ 14 वर्षको हुँदा तपाईँको बिहे भयो। तपाईँ केटाकेटी हुँदा गाउँतिरका दिदीहरूको कस्तो हुन्थ्यो बिहे? अझै पहिला अझै हामीभन्दा पछाडिको त जुत्ता लाएको हुन्थ्यो, मचा लाएका हुन्थे कति मजाले। अनि हाम्रो पनि त्यस्तै बिहे गरे कस्तो हुन्थ्यो। हामीले सेता लुगामा ल्याउँथे। हेर जुत्ता लाएका कति राम्रा बेहुलीले। हाम्रो कहाँ थियो र, हामीलाई जुत्ता पनि दिँदैन थिए। चिसा खुट्टाले सेता लुगामा चाहिँ के कहाँ लगेका? सेता लुगाको बर्की ओढाउँथे बिहेमा। अनि हाम्रो बुटा परेको बर्की ओढाएर लान्थे हामीभन्दा पछाडिको बिहेमा। हेर त्यस्तो भए पो हामीलाई हुन्थ्यो र। अब अहिले त यस्तो सेता, आफूले चाहिँ त्यस्तो बिहेमा सेता लुगा लाएर ढाकाको बर्की लाएर ओढाउँथे भनेर भन्थ्यौँ। रहर लाग्थ्यो। अनि के गर्नु नानी, अब त्यस्तै हो। त्यतिखेरको मेलापात हुन्थे, बजारहरू कहाँ जानुहुन्थ्यो? कस्तो हुन्थ्यो बजारहरू त्यतिखेर? बजार नानी हामीलाई जान दिँदैन थियो। नयाँ बजार भन्ने थियो माथि। नयाँ बजारमा जान्थ्यौँ। कहिले कहीँ यसो गयो, त्यही पनि अब बुढा मान्छेहरू कहाँ गएका बेला जानु पर्थ्यो। नभए घाँस दाउराले ब्यासी कुदेको छ ब्यासी गयो। अनि बिहान जुर्क उठो, दैलो बगेन गयो, घोडाको धोको पानी खायो। अनि उहिले भन्थ्यो अब यहाँ राजाको टिको अरे माथि, त्यहाँबाट आफ्नो टिको, बुढाको टिको यहाँ अरे बिचमा, आफ्नो टिको चाहिँ तल लाउँथे, यता तल। अब के गर्नु, अहिले कस्तो राम्रो चलन आइरहेछ, के गर्नु। त्यतिखेर 3टा टिको लाउनु पर्थ्यो। 3टा टिका लाउनु पर्थ्यो। अब अलि पिछिले चाहिँ 3 टिके भन्थ्यो हामीले। अनि छोड्यौँ। ढुङ्ग्री मुरी लाएको पनि, अब नथ लाएको भने त्यो पनि छोड्यौँ बुलाकी लाउन। अहिले त बुझ्दै बस्छन्, के गर्नु। पहिलाको चाहिँ भनौँ न गरगहनाहरू राम्रो लगाउँथे, धेरै झपक्क लगाउँथे। अहिलेकाले किन गरगहना लाउन छोड्यो होला त आमा? नानी अहिलेकाले अब एकछिन लाउँछन्, फुकाल्छन्, बेहुलीमा त झपक्क हुन्छन्। अहिलेको राम्रो नि चलन। अब उहिलेको त अब के गर्नु, झपक्क लाएर हिँडे अरे केही हुँदैन थियो। अहिलेको अलिक डर पनि हुन्छ लाएर हिँड्दा पनि। अहिलेको अब धेर जति ग्यारेन्टी लाउँछन् क्या कसैले। ग्यारेन्टी भन्ने चाहिँ के रहेछ आमा? नानी ग्यारेन्टी भनेको त अब के हो, के हुन्छ, के ग्यारेन्टी भन्छन्? ग्यारेन्टी भन्छन् के हो, हेर्दा सुन जस्तै देखिन्छ। सुन जस्तै देखिन्छ नानी। अहिले झपक्क लाएर हिँड्छन्। हामी हेर्छौँ सुन पो, त्यो कति सुन लाएर हिँडेका भन्छौँ। भरे ग्यारेन्टी लाउँदा रहेछ। भरे ग्यारेन्टी हो रहेछ। त्यो चाहिँ सुनभन्दा सस्तो पर्दो रहेछ क्या? त्यो त हराए पनि अब ग्यारेन्टी त हरायो नि। सुन पो हरायो भने गयो हुन्छ। अनि सुन भनेको त सुनै हो। तपाईँहरूका जमानामा चाहिँ वास्तविक सुन मात्रै हुन्थ्यो? सबै सुन हुन्थ्यो नानी, च्याप्टे सुन हुन्थ्यो। यहाँ अब सुनको फुल भन्थे। मेरो पहिलेको जेठानीले त सुनको फुल पनि लगेको। हामीले चाहिँ नौगेडीहरू लगे, तिलहरी लगे। त्यो अलिक पछि फुकालेर कहाँ पुर्याए, अब बुझे हुनुपर्छ, के गर्नु। अनि ती सुन चाहिँ के श्रीमानहरूले लगिदिन्थे? श्रीमानले लगिदिन्थे? उनीहरूले अब कहाँ के गर्थे, हामीलाई त अलि दिन लाउन दिन्थे। अब अहिलेका झपक्क लाएर हिँड्छन्, राख्छन्, कता कता कार्यमा लाउँछन्। अहिले त त्यस्तै हो नानी। अब
जस्तै कतिपय वृद्ध बुढापाकाहरूले भन्नुहुन्छ पहिलाको जमानामा यसरी भनौँ न रोदी सोधी बस्थे, गीत गाउँथे, मेलापाक छुट्टै रमाइलो हुन्थ्यो। हिमालय चुरीको गीत गाउँथे नि उसले त, गीतै मात्रै पढेको थिएन। हिमालय चुरी त पल्लोपट्टि रुसुको सर्लङ्गाई, चोलियै फाटे दर्जीले सिउँछ, मन फाटे भर्लङ्गाई, त्यही हो हाम्रो गीत। त्यतिखेर गाउनु? त्यतिखेर गाउने। अनि अर्को गीत पनि गाइदिनु न यही हिमालयको। हिमालयको? हजुर। हिमालय चुरी त पल्लोपट्टि सुकेको पराल छ, कहाँ कुदिँदै हो कि सुदिँदै हो कि मन मेरो बराल छ, त्यही हो। कति मिठो गीत हुन्थ्यो त्यतिखेर। अहिलेको नयाँ गीतहरू सुन्नुहुन्छ कि हुँदैन? नयाँ गीत सुन्दैनौ नानी, त्यति राम्रो। उहिलेको जमाना कोरियै बाटी चुराठी मेरो मुठियै भरी केस, नरोबै आमा नपुछ आँसु काटेँ है मैले देश। त्यस्ता गीत गाउँथे। पढ्ने चलन थिएन नानी। हजुर। खालि त्यस्तै गीत गाए। तपाईँले लेखापढी गर्नु भएन? कठैभरि नानी किन गर्थ्यौँ लेखापढी उहिलेको जमानामा, कहाँ कसले पढाउँथ्यो र हामीलाई? अहिले यस्ता स्कुल थिएनन् स्कुल कुनै ठाउँमा थिए, नभए थिएनन्। अब त्यहाँ नयाँ बजारमा स्कुल थिएन? कहाँ थियो नानी, नयाँ बजारमा थिएन नि। थियो छन् चाहिँ, तर अब यी हाम्रा छोराहरूले, जेठाजीको छोराहरूले पढे। हजुर। पछि खुलो तिनीहरूले पढे, त्यस्तै हो। अब अहिलेको जमाना त खालि पढ्न गर्थे। अहिले त खालि गीत गाउन, त्यस्तै वस्तु हेर्न, गीत गाउन। वस्तु भैँसी पाल्थे, बाख्रा पाल्थे। कति भैँसी, कति गाई, कति बाख्रा थिए तपाईँहरूका? हाम्रो चाहिँ गाई पाल्थ्यौँ। हजुर। गाई पालो। अब पगा लाउने ठाउँ थिएन नानी, घाँस काटेको भर कहाँ पुग्नु पर्थ्यो घाँस काट्न पनि। कति माउ हुन्थे गाई? 2-3 माउ पाल्थ्यौँ। 2-3 माउ पाल्थ्यौँ। लैना गाई। नानीहरू कोक्रामा हालो हिँड्न घाँस काट्न, कहाँ डोइला ठोकेर गाई बस्तुमा फुकेर किच्छ कि भन्ने डर। साना नानीहरू कोक्रामा हालो हिँड्न। बेलुका आएर बुढाहरूले डडेलमा खुस्काइहाल्थे, नभए गाईको भुँडी हेर्न थालिहाल्थे। भुँडी हेरेर गाली गर्थे। त्यतिखेर। अनि अहिले त अब यही वस्तु पनि पाल्दैन। अहिलेको जमाना राम्रो छ नि त। अब तपाईँलाई पहिलाको जमाना भन्दा अहिलेको जमाना मनपर्छ? अहिलेकै मनपर्छ नि नानी। अब पहिलेको जमानामा त बुढाको कुटाइ खानु पर्थ्यो, गाली खानु पर्थ्यो, भुँडी हेर्थे वस्तुको, के गरिस् भन्थे, सँगसँगै काममा हिँड्नु पर्थ्यो, लेख्रा ब्यासी। अहिले त राम्रो नि। अहिले राम्रो। जस्तै पहिलेका भनौँ न, तपाईँहरूलाई यो साडी फरिया लाउनुहुन्छ होइन? अब अहिलेकाहरूले लुगा कपडा बिर्से, पहिरन बिर्से, हाम्रो भाषा बिर्से भन्छन् नि, के लाग्छ तपाईँलाई? मलाई त राम्रो लाग्दैन हौ नानी त्यस्तो। अब प्यान्ट पनि लाएर हिँड्छन् केटीहरूले नि। लोग्ने मान्छेको प्यान्ट लाएर हिँडे, क्याप टोपी लाएर हिँडे, त्यो भाषा के राम्रो र? अब यो सबै देखाउँछन्, नाइटो साइटो देखाएर हिँड्छन्। त्यस्तो चाहिँ राम्रो लाग्दैन। त्यस्तो राम्रो लाग्दैन। राम्रो सपक्क पारेर हिँड्यो भने चाहिँ मलाई हाम्रो मनपर्छ। अब के गर्नु, चलनै त्यस्तो आएछ नानी। अहिले अब गर्नु, अब उनीहरूको भाषा, उनीहरूको अब यस्तै हो। उनीहरूलाई जस्तो लाउनु मन लाग्छ, समयअनुसारको होइन। तर अब आमाहरूलाई भनौँ न, तपाईँहरूको उमेर समूहकालाई यसरी भनौँ अहिलेका युवतीहरूले, छोरीहरूले लगाएको कपडा चाहिँ मन पर्दैन? मन पर्दैन। अहिले कस्तो लाउँछन् यो, अब यहाँ देखाएर लाउँछन्, यति बुच्चा लाएर हिँड्छन्, त्यो के राम्रो हो र? राम्रो होइन। पहिला त्यस्ता देखिँदैन थिए? अब पहिला नानी कहाँ देखिन्थ्यो र त्यस्तो? सपक्का लाएर हिँड्ने, जामा लाउँथे, कति राम्रो साडी चोलो सपक्का लाएर हिँड्थे जमानामा। अहिले लाउँदैनन् धेरै जस्तो साडी चोलो। अहिले त खालि कुर्ता सुरुवाल लाए, म्याक्सी लाए। अनि बजार हुन्छ नि तपाईँहरूको जमानामा, लुगा फाटो किन्ने बजार, अनि त्यसरी चाहिँ कहाँ गएर, अथवा घरका भनौँ न श्रीमान हुँदा अथवा बुवाले ल्याइदिनु हुन्थ्यो कि आफै गएर किन्न पाइन्थ्यो कि कस्तो थियो? नानी आफू गरेर किन्न पाइँदैन। जस्ता ल्याइँदै लायो, राम्रो ल्याइनन् लायो, नराम्रो ल्याइनन् लायो। यो नराम्रो भयो भने भन्दैन थियौँ उहिलेको जमानामा। भनेपछि आफूलाई मन परोस् नपरोस् जे ल्याइदिए पनि लाउनु पर्थ्यो। नराम्रो भयो भने लाउनै पर्थ्यो उहिलेको जमानामा। के गर्नु, अब त्यस्तै हो। आफूले छानेर रोजेर किन्न पाइँदैन थियो। बजारै जान पाइँदैन थियो। वर्ष दिन एक दिन गयो। अनि त्यतिखेर त माई बेनी मेला, अनेक मेला लाग्थ्यो अरे नि। ती मेला जानुभयो कि भएन तपाईँ? मेला गइयो, माई बेनी मेला जाइन्थ्यो, तर घुमेर डुल्न पाइँदैन थियो। बुढाले के भन्थ्यो, घुमेर डुलो भने त लगिहाल्छ नि, अर्काले लान्छ। अनि ऊ सँगसँगै हिँड्नु पर्छ, सँगसँगै जता गयो सँगै।
श्रीमानको पछि पछि हिँड्नु पर्थ्यो पर्दो उहिले। अनि के गर्न नानी, त्यस्तै जमाना आए। मेला घुम्न जाँदा पनि श्रीमान सँगसँगै घुम्नु पर्यो। सँगसँगै लगिन्छ कि मेरी बुढी हिँड्छ कि पहिला हिँड्छ कि भन्थ्यो नि। त्यतिखेर त्यसो भन्थे। त्यसो भन्थे। अनि त्यो मेलातिर के हुन्थे त त्यतिखेर? यो अहिलेका जस्ता रोटेपिङ सिङ हुन्थे कि हुँदैन थिए कि? रोटेपिङ हुँदैन थियो नानी। हजुर। त्यतिखेर कतै गुन्द्रुक पाकिरहेको हुन्थ्यो, कतै मासु पाकिरहेको हुन्थ्यो। नाट्य मात्रै क्या? हजुर हजुर। लोकदोरीमा नाट्य। लोकदोरीमा नाचेर केटी पनि नाच्थे होइन? लोकदोरीमा नाचेर। दोरीमा नाचेरै? नाचेरै। अहिले त्यस्तो चलन छैन। तपाईँ चाहिँ त्यस्तातिर नाच्न जानु भएन? कसले लिन्थ्यो नाच्न? बुढाहरूले मारिहाल्थे। बिहे हुनुभन्दा अगाडि? बिहे हुनुभन्दा अगाडि त कहाँ जानै पाइँदैन थियो नि। घरमा कडा शासन? कडा शासन नानी। घरमा कति कडा। काम मात्रै गरेको गर्नु पर्थ्यो। अहिलेका त छोराछोरीले बुवा आमालाई टेर्दैनन् भन्छन् नि। कहाँ टेर्छन् अहिले त? अब मुखै चलाउँछन् अहिले त। पहिला त्यस्तो पाइँदैन थियो। पहिला त लुरुक्क परेर आमाबाउले गाली गर्यो नि, कुटे पनि लुरुक्क परो, जे भन्छन् त्यही चाहिँ गरो। अहिलेका त आफूलाई कुट्न आइलाग्छन्। त्यस्ता छन् अहिले। त्यस्ता छन्। अनि के गर्नु? जस्तै तपाईँले यत्रो धेरै कुरो गरिसक्नुभयो। पहिलाको के कुरा राम्रो थियो, अहिलेको के कुरा राम्रो छ तपाईँलाई लाग्दा? पहिला पनि राम्रो त थियो नि त, केही कुराहरू राम्रा थिए पहिला। पहिलाको राम्रो हो नानी। पहिलाको नि राम्रो बोली वचन राम्रो थियो होइन? पहिलाको सबै कुरा राम्रो थियो। अहिले त मन परी जसले दियो खायो, जहाँ हिँड्यो, रक्सी पनि खाएकै छ, जे पनि खाएकै छ अहिलेका मान्छेले। अघि थिएन जमानामा। पहिला थिएन। कति राम्रो जमाना थियो नि पहिलेको त। अब अहिले त सरीबारी भयो नि। पहिला भनौँ न, छेत्री ब्राह्मणले जाँड रक्सी खाँदैनथे। अब कति राम्रो खाँदैन थियो नि। अहिले सराबरी खान थाले। नानी अहिले ल। अब अघि जमाना अहिलेकै राम्रो जमाना त। अहिलेको भन्दा पहिलेकै राम्रो जमाना। पहिलाकै राम्रो। अहिलेको जमाना के राम्रो नानी? पहिलेकै राम्रो जमाना। अब पहिलेका जमानामा तपाईँका अब आफ्ना तपाईँको भनौँ न, तपाईँहरू 4 बहिनी 3 बहिनी 1 भाइ भन्नुभयो। तपाईँले बिहे गरे पछाडि कतिजना तपाईँका छोराछोरी? मेरा छोराछोरी 6 जना छोरी, 1 जना छोरा, 7 जनाको परिवार थियौँ। अब दुःखले हुर्के, छोराछोरी पनि दुःखले हुर्काइयो। अब अहिले त सबै कुरा राम्रो छ। छोरीहरूलाई टुङ्गामा छन्। सबै राम्रो छ नानी। अहिले तपाईँ 7 जनाको आमा? 9 जनाको आमा। 2 जना चाहिँ बित्नुभयो? 2 जना बिते। हजुर। अनि 9 जनाको आमा। अब अहिले सुन्छु, खडबिसरण छु, गर्छु, यताउँदो नाति नातिना घरको धन। अहिले त 1 जना 2 जना भन्दा पाउँदैन नि। यो मन पर्छ कि पर्दैन आमा? पहिला त 9 जना 8 जना 10 जना 12 जनासम्म पाउँथे 1 जनाले। अहिलेका राम्रो। अहिलेको त दोडा भएपछि भयो। पहिलेका चाहिँ पाउनै पर्छ भन्थे। पहिलेको त दबाई चलन थिएन नानी, केही चलन थिएन। अनि अब के गर्नु? पहिलेकाले पाए। धेरै छोराछोरी भएको चाहिँ मन पर्दैन? होइन, मन पर्दैन। ठिक्क अहिलेको जमाना राम्रो छ। 2टा भए, पढाउन नि पाए, उनीहरूलाई चाकर पनि पुग्यो। अहिलेकालाई थिएन बिचरा। अब के गर्नु? यी हाम्रा छोराछोरी जन्माइयो नि त। अब ती हक्टे, ती मोटे, ती चिसो, पानी खुवाउन नि पाइँदैन थियो, बेलामा खाना खुवाउन पाइँदैन थियो। अब कहाँ बेलामा उहीँ मेलाबाट आएर एकछिन खुवायोहरू हिँड्यो, फेरि रोएर ती हक्टे मोटे कसले बनाइदिने र? त्यतिखेर भनौँ यो सुत्केरी पनि राम्रो स्याहार सुसार पुग्दैन थियो। त्यतिखेर त 10 दिनका दिन घाँस काट्न पुग्नु पर्थ्यो। भारी काटो घरमा आउँदा नानी रोइरहेका हुन्छन्, मुखमा खाँदिराखेका झुम्रा थाङ्ना। अनि गएर अल्झिँदैखेरि नानीलाई चाकर गरौँ, बसो, यस्ता खुट्टा झम गर्थे। गुन्द्रुक भात, यसो सागसब्जी केही मुन्टामुन्टी छ भने दिन्थे। त्यति हो नानी। सुत्केरीका बेलामा मासु खान पाइँदैन थियो? कहाँ पाइन्थ्यो नानी? कुनैका पाला मात्रै नभए त पाइएन पनि हो त्यति साह्रो पाहाडमा त। 9 जना पाउँदा पनि सुत्केरीको बेलामा मासु खान पाउनु भएन? पाइँदैन थियो। अब पाइएन भन्दा त्यो पहिलेको जमानामा अब सासु घरमा हुनुहुन्थ्यो होइन? पाइयो, राम्रो गर्थे। त्यहाँदेखि पछाडि त कसले चाकर गर्दो र? आफ्नो जस्तो पाएको त्यस्तै खायो। दुःख थियो नानी। पहिले दुःख थियो। अहिले अब कहाँबाट सुखी जमाना आए। जस्तै अहिले भन्छन् कि
अहिले राजा हुँदाखेरि राम्रो थियो देश, राजा देशबाट हटेपछि सबैजना फटा भए, देश खत्तम भयो भन्छन्। तपाईँलाई के लाग्छ? तपाईँले त राजाको शासन वीरेन्द्र महेन्द्रदेखिको पालाको शासन भोगेर आउनुभयो, पञ्चायत भोगेर आउनुभयो होइन? पञ्चायत शासन पनि थाहा छ तपाईँलाई, वीरेन्द्रको शासन पनि थाहा छ, ज्ञानेन्द्रको शासन पनि थाहा छ, गिरिजाको शासन पनि थाहा छ। अहिलेको शासन, अहिलेको जुन केपी शर्मा ओली प्रधानमन्त्री हुँदाको राम्रो कि ऊ बेला राजा हुँदाको राम्रो? त राजा हुँदाको राम्रो नि नानी, सबै कुरा राम्रो। राजा हुँदा त राम्रो त अहिले के राम्रो छ र? देश भाँडिएको छ। हजुर, सबै कुरा देश भाँडिँदा सबै भाँडियो होइन? अघि राम्रो नि, राजा हुँदा राम्रो नि नानी। राजालाई सबैले मान्थे त्यतिखेर, अहिले कसलाई मान्छन् त? अहिले कसैले कसैलाई मान्दैनन् अहिले त। त्यतिखेर राजाको भनेर टीका समेत छुट्टै लाउनु पर्थ्यो। अब त्यतिखेर त कति राम्रो थियो नि राजा हुँदा त। राजा मरि सक्यो। तपाईँलाई मनपर्ने राजा को हो? मनपर्ने राजा त्यो पोर्पालाई मारेनन्, वीरेन्द्र मारेनन्। हजुर हजुर हो ती राजा सबैले हेरचाह गर्ने, यता चिया बगान घुम्ने, गरिब दुखीलाई हेर्ने। हजुर ती राजा मरेपछि सक्यो नानी सबै कुरा। अहिले त छैन। अब वीरेन्द्र राजा तपाईँलाई साह्रै मन पर्थ्यो? आमै मारे नि, मारिहाले के गर्नु, बुढाबुढी नै मारे अपराधीले। आमालाई अहिलेको यी नेताहरू भन्दा राजै मनपर्छ? राजै मनपर्छ नानी। ती राजा सकिएपछि कुन राजा आउँछन् र? अब छैनन्। अहिलेको ज्ञानेन्द्र आउँछु भन्दैछन् त? त्यो ज्ञानेन्द्र केही न काम छैन। काम छैन। त्यो दाजु भाउजू मार्ने होइन त। निकै रमाइलो कुराकानी भएको छ दर्शकवृन्द आदरणीय आमासँग। र आमा हामी निकै बेर गफ गऱ्यौँ, आमाको निकै समय पनि मैले लिएँ। अन्तिममा जाँदा जाँदै यो हामीलाई हेरेर बस्नुभएका तमाम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई के भन्न चाहनुहुन्छ? देश विदेशमा हुनुहुन्छ, अहिले त देश परदेशबाट पनि हामीलाई हेर्नुहुन्छ, के भन्न चाहनुहुन्छ? मलाई यो चाहिँ नातिले सोध्न छुटायो, यो चाहिँ मेरो भन्ने इच्छा छ भन्ने एउटा हुन्छ नि मनमा लागेको, के भन्न चाहनुहुन्छ? होइन राम्रो भन्छु। नातिले राम्रो अब सोध हो नातिले, यो राम्रो हो, मलाई राम्रो लाग्यो। संसारभरिका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई के भन्नुहुन्छ यहाँबाट? राम्रो भन्छु म, सबैलाई आशीर्वाद दिन्छु। राम्रो होस्, चिरञ्जीवी आयु होस्, राम्रो यो हजुरआमाले आशिष दिएको लागोस्, सबैलाई लागोस्, नानीहरूलाई देश विदेश सबै संसारभरि लागोस् नानीहरूलाई मेरो आशिष, त्यही भन्छु। ल धन्यवाद आमा। धन्यवाद, सबैलाई राम्रो होस् है। धन्यवाद। नमस्कार दर्शकवृन्द, आज हामीले आमाका जीवनका अन्तरङ्ग भोगाइहरूको विषयमा कुराकानी गऱ्यौँ। यो भिडियोलाई सकभर संसारभरिका नेपालीहरू समक्ष पुर्याउन एक सेयर जरुर गर्नुहोला र अनलाइन चौतारीलाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरी बेल आइकन थिच्न नबिर्सिनुहोला भन्दै फेरि यस्तै भिडियो लिएर उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मका लागि म आशिष ठकुरी बिदा माग्छु। नमस्कार। यस्तै भिडियो हेर्नका लागि अनलाइन चौतारीलाई सब्सक्राइब गर्नुहोस् र बेल आइकन थिच्न नबिर्सिनुहोस्।